नमस्कार, स्वागत है कार्यक्रम रियालिटी चेक में। सार्वजनिक सरोकारक निकाय आ स्थानक रियालिटी की छे, ओतुका रियल अवस्था आ व्यवस्था केहन छे, नीक छे कि बेजाय, इहे रियल अवस्था प्रस्तुत क सरोकार वाला के खबरदारी करबाक हमर सबक लक्ष्य आ गंतव्य कार्यक्रम रियालिटी चेक में। जनकपुर धाम में रहल आंतरिक राजस्व कार्यालय में सेवाग्राही राज्य के कर बुझाव जाय छे। जनता आ विभिन्न संघ संस्था के आय आर्जन के रकम काटि क राज्य के कर तिरे छे, मुदा सरकारक खजाना भर जाइत काल सेहो सेवाग्राही के कर्मचारी दुख देव नहीं छोड़े छे। आय के कार्यक्रम में जनकपुर धाम में रहल आंतरिक राजस्व कार्यालय के रियालिटी चेक कर रहल छी। जनकपुर धाम स्थित आंतरिक राजस्व कार्यालय में ई भीड़ भाड़ कथी के से वास्तव में एत की भ रहल छै से हम सब जान जा रहल छी। एखन जे दृश्य अपने सब देख रहल छी से आंतरिक राजस्व कार्यालय में अपने के कोन तरह एत कथी समस्या छै सर? समस्या ई सर, हम सब कर तिरलाइल छी और ये नाश्ता खाई के टाइम भेली, ओकरा नाश्ता खाई से 5 मिनट लेट करके गेलिए, वास्तविक रूप में गेलिए तो ओकर टाइम जे भेली 2:30 बजे तक भी ना आइलिए ये गेट पर। 3:30 बजे गेली, हम सब पाना तक एकदम खलबला गेलिए कि जब अहाँ के टाइम बनल है वो टाइम पर आओ ना कम से कम। और जे मतलब समस्या ई छै कि बाद बाकी आदमी के भीतर से काम भ रहल छै, बाहर में लाइन में लाग रहल छै लेकिन काम नहीं भ रहल छै। बाहरी आदमी सब लाइन में लागले, बंद करके खिड़की बंद करके हमरो लंच टाइम भ गई रहा छु, बाद बाकी के कोनो कारण भीतर से काम भ रहल छै। हम 3 दिन से कर बुझा देन छी, कर चुकता के लगे आबि रहल छी, मांग रहल छी, कागज नहीं द रहल कर चुकता के। अखै टाइम भ गेलै, अलटल कर रहल कर्मचारी रामकृष्ण देव गुप्ता से कर चुकता नहीं द रहल, कर हम बुझा देन छी, सब चीज बुझा देन छी, कर चुकता नहीं द रहल हूं। 1 बजे जाय छी सर तो 3 बजे आबै छी, 1 बजे जाय छी तो 3 बजे आबै छी, यो कोनो टाइम 3 बजे नहीं आल छले सर। हम 7 दिन से दौड़े छी 5 नंबर झाल में, कर्मचारी नहीं अब 7 दिन से पूरे झाल बंद रहे छे, 5 नंबर झाल बंद छे। यहाँ हरेक कार्यालय में एउटा आईटी अफिसर नियुक्त गरेको हुन्छ हैन, आईटी को कामहरु भइरा हुन्छ, या सीसीटीभीहरु छ, जुन ठाउँमा भिड हुन्छ त्यो ठाउँमा चाहिँ हैन नेपाल सरकारले कुपन सिस्टम किन लागू नगरेको। आज भोलि बैंकिङ प्रणालीहरुमा पनि हैन कुपन सिस्टम गइराछ हैन, मान्छेको नाममा आयो भने चाहिँ बल्ल हैन त्यो मान्छे आउँछ अनि आफ्नो काम गराएर जान्छ, त्यो चाहिँ यस्तो यस्तो कार्यालयमा चाहिँ किन हुँदैन? तालाबन्दी गर्ने कारण यो हो 1:30 खाना खाजाको जुन टाइम दिया छ नि, ठीक छ 3 तपाईले 1:30 बजे जानुभयो, 2:30 मा आउनु हुन्न, तर 3:30 बजेसम्म त्यो टेबलमा मान्छे पुगेको छैन भने के कारणले? त्यसैले तालाबन्दी गरिसक्यो। अरु यसमा के कारण छ? अरूको फाइल लिने, भित्र काम हुने र तालचा बाहिरबाट चाहिँ ढोका बन्द। शासन आछ, प्रशासन हामीले जे कुरा भन्छ प्रमुखसँग कुरा गर्नु भन्छ भने प्रमुखसँग कुरा गर्छौं, हैन भने हामी तालाबन्दी गर्छौं। समस्या की है एहि ठामा के 1:30 में एकरा सबके खाजा खाए के टाइम है। ई कर कार्यालय के कर्मचारी सबके 1:30 में खाजा खाए के एकरा सबके टाइम है, मुदा ई सब 1:2:30 में मतलब यानी कि 2:30 बजे आवे एकरा सबके टाइम छले, मुदा 2:30 बजे नहीं आबि के अखन तक कते 4-5 बाजल रही, अखन तक कोनो मतलब नहीं। टाइम देलकै 2:30 बजे से हम सब बूढ़ पुरान आदमी छी, हमरा सबके देह में दुख है, 18 भेल छी 3 घंटा से 2:30 बजे के कहे 3 बजे न आलिया, 4 बजे भगल तैयो सुनवाई नहीं। 10 मिनट पहले निकले छै, आबे बेला में 1-2 घंटा लेट भ गेल। आउँदाखेरि पनि जुन कर्मचारी थियो भित्रबाट 1-2 जना काम गर्यो तर जनताको केही भ्यालु दिएन। जैसे चाहिँ ढवा देन ओका सके पेपर अपने मने भीतर जाए है, भीतर से मतलब अब अपने मने ढवा दे सके। विडम्बना की छै कि बड़का कंपनी सबके फाइल जे होय छै ने, भीतर एजेंट थ्रू सब टेबल काम भए छै आ सब साधारण के लाइन रहे छै, लगले रहे छै, ओहि से एकरा कोनो मतलब नहीं छै। ओहि द्वारे आई खाना खाई गेली आ त लेट से के कारण से आई आंदोलन भ गेलै। खड़ा है सेवा लेवा के लिए, लेकिन इनके कर्मचारी जनता के जैसे सेवा देवे के नाम पर अनावश्यक टाल मटोल कर रहा है। 1:30 बजे जे नाश्ता खा गेली जैसे अखन तक जैसे 3:30 भगले अखन तक जैसे फिरता बकन गेल।
अब कर्मचारी जनता इन टैक्स दिले के लिए लाले ने जब टैक्स बुझावा के लिए लाले तो वो टैक्स लेवे के लिए जनता तैयार कर्मचारी तैयार नहीं। जनता की सेवा देती है ऑफिस ये कैपेसिटी कम है तो कैपेसिटी बढ़ावो अंतरिम राजस्व कार्यालय लेकिन जनता के सेवा तो प्राप्त हो पर लेने सेवा तो देव पर लेने जनता ले टैक्स तीरा आए नहीं है टैक्स मांग तो नहीं आए कुछ टैक्स तीरा आए तो टैक्स तीरा आए तो जनता के दुख दर रही टैक्स ऑफिस अंतरिम राजस्व कार्यालय ऐसा बड़का दुर्भाग्य क्यों होते देश के कर्मचारी छापा रही कोनो काम करबा अलग तक अलग है अब जा खड़ा का बैठली अभी दोसर के बैसल की तै लागी वहां बंद भ गेल ओकर काम ना बुझ समझ में ना भीतर से सब फैल जा रहल छै जे आदमी होवे छै भीतर भीतर काम होय छै ये बड़का लाइन छै आ एक गो कर्मचारी छै ई अब लाइन छै बड़ी बड़का काम नहीं भ रहल छै खाना खाए के लिए अभी 2 घंटा के बाद आयल छै समस्या छै हम सर 5 दिन से हम दौड़ी छै फाइल के लागे 5 नंबर झाल 5 दिन से होबे नहीं कर खुले नहीं छै आय और बिरामी छै विदा भ गेल छै विदा में छै ई छै कई का टायर दे जुन तरिकाले खुदी लाग्छ हाम्रो मनले हाम्रो चित्तले बुझ्छ जवाब दिनु पर्यो के कारण भेली को यही कुरा हो कि सर मान्छे गयो भने त्यहाँ सर हुँदैन हामी पढे लेखेको मान्छे छैन त्यो हामी कता सोध्नु के सोध्नु त्यहाँ खुर्सिएमा मान्छे छैन। आदरणीय दर्शक ये देख सके अपने खास कर आंतरिक राजस्व कार्यालय में जनकपुर धाम में कौन तरह सेवाग्राही सब एत काम कराबा आयल छलखिन लेकिन एत अनेक किस्म के लापरवाही के उनका सबके एत भेटले खास कर काम करे वाला कर्मचारी लगायत विभिन्न किस्म के कर्मचारी नहीं छै जाय छै त नहीं आबै छै त किस्म के अपने के समस्या भ रहल ई देख सके छी गेट के कोन तरह अपने के राजस्व कार्यालय के गेट के कोन तरह एत सेवाग्राही सब जे असंतुष्ट छथिन उ कोन तरह अपने के बंद क देने छथिन भीतर जाकर हम सब जाना जा रहल छी जे समस्या भेले के लिए अखन खास कर 4 नंबर काउंटर में 4 नंबर जे काउंटर ई भेले वना कहबै त एगो एठम नहीं छथिन कर्मचारी और सर सब काम कर रहल छथिन ई खास कर एत काम मुख्य कथि काम ई काउंटर सब जनरल सेवा संबंधी काम जे दैनिक जे करदाता सबके जे काम होइ छै ने तै संबंधी काम होइ छै सर कते प्रेशर रहै छै कर्मचारी के मतलब ऑफिस के सेवाग्राही के क्या प्रेशर मेन प्रेशर ऑफिस के ई सेवे शाखा में सबसे बेसी प्रेशर अपने के मूलतः कारण जनरल दैनिक काम अहिठम से होइ छै तै दुआरे सबसे बेसी प्रेशर रहते रहै छै सेवाग्राहीहरुको गुनासो जुन आइरहेछ सर कि अब जस्तो कि टाइममा कर्मचारी भएन एउटा कुरा आइरहेछ अर्को कुरा के छ भने एउटा राम्रो तरिका बाहिर लाइनमा मान्छे बसिरहेछ त्यही पनि भित्रबाट काम भइहाल्छ यस्ता जुन गुनासो छ यो यस्तो छ यो कस्तो भने सबभन्दा पहिला त्यो भित्रबाट काम हुने भन्ने होइन भित्रबाट काम हुँदैन छुट्टै जस्तै कहिले के हुन्छ भन्दा जस्तै कर चुक्ता लगायतको विषयमा तपाईको केही बुझ्नु पर्यो त्यहाँबाट बुझिएन भने बोलाउने हो नभए त्यसरी भित्रबाट काम हुने भन्ने केही हुँदैन यो एउटा अनियमितता जस्तो कुरा भन्छ कि भित्रबाट को पैसाले पनि काम भइहाल्यो यस्तो कुराहरू जो एकदम यो 100% गलत कुरा हो यो कहीँबाट केही पुष्टि गरेर आउनु भयो भने एउटा कार्य प्रमुख हुनुहुन्छ त्यहाँभन्दा माथि हुने त छँदैछ यो एउटा खास गरी सेवाग्राहीहरूले आज भन्नुभएको गुनासो कि खास कर्मचारीहरूले एउटा मिठो बोली दिएन हैन एउटा केही अपशब्दहरू प्रयोग गर्यो हैन अपशब्द कर बाहिरबाट अब भन्छु आजै मलाई अब म धेरै डिटेलमा जान चाहन्न सेवाग्राहीबाटै भित्रै भयो यहाँ को हुनुहुन्थ्यो अब त्यो त्यसको रिएक्सनमा केही जान्छ जस्तै उहाँहरूले पनि जस्तै अब लाइन छ कर्मचारी सीमित छौँ देखिरहनु भएको छ एकछिन ढिलो भयो भन्दैमा त्यहाँ अपशब्द बोल्नु त भएन कर्मचारी पनि त आखिर व्यक्ति हो नागरिक हो त्यो पनि एउटा विचार गर्नु पर्छ यो यताबाट कर्मचारीहरु तर्फबाट तपाईहरुबाट एउटा राम्रो व्यवहारको जुन अपेक्षा छ त्यो हैन एकदम राम्रो व्यवहार छ अब कहिलेकाहीँ यो भिडमा जस्तै अब होला भयो भने एकछिनलाई चुप लाग्नुस् भन्ने अलि कडा किसिमले भन्यो होला अन्यथा कुनै प्रकारको भनौँ न त्यो अपमानित गर्ने खालको अथवा अपशब्द केही भनिया छैन त्यो छ भने तुरुन्त हाम्रो कार्यप्रमुखमा उजुर गर्न सक्नुहुन्छ यहाँ विशेष गरी प्रत्यक्ष दिन प्रतिदिन जनतासँग के भन्ने प्रत्यक्ष रूपमा सम्पादन हुने काम प्रत्यक्ष रूपमा उहाँहरू अब यहाँदेखि जे जति काम हुन्छ त्यो गर्ने आन्तरिक राजस्व कार्यालय जनकपुर धामको सेवा शाखाबाट हुने सुब्बा लेभलको कामहरू सबै हामी चाहिँ गर्छौँ
दाइयो खास यहाँ कतिको कामको प्रेसर कति छ कति यस्तो हुन्छ कामको प्रेसर यो शाखामा अरू शाखाभन्दा अलि बढी हुन्छ यहाँको एउटा ट्याक्स पेयरहरूमा पनि जुन हामी यो साउनदेखि कर चुक्ताका कार्यक्रमहरू हामीले लागू गरिरहेका हुन्छौँ उहाँहरू सबैजना यो असार के अरे यो पुष मसान्तमा आउने जुन एउटा प्रवृत्ति छ त्यसले गर्दा अझै भिडभाड जस्तो देखिएको हो प्रेसर चाहिँ अरू शाखामा भन्दा यो शाखामा अलिक बढ्ने हुन्छ यहाँ अनि यो एउटा जुन भनिरहेछ कि कर्मचारीहरूले वा टाइममा भइदिएन यस्ता कुराहरू जुन आइरहेछ त्यो यस्तो छ कर्मचारीहरूले उहाँहरूको पनि गुनासो एकदम ठिकै हो तर उहाँले कहाँको कार्य प्रकृति नबुझेको कारण गुनासोहरू गर्नुभएको हो होइन करको काम चाहिँ अब उहाँहरूले भन्ने बित्तिकै हुनेवाला होइन अनि ऐन नियममा आधारित भएर सबै कुरा हेरेर प्रष्टसँग हेरेर गर्नुपर्ने हुन्छ उहाँलाई त्यो ढिलो लागेको हो तर वास्तवमा ढिलो चाहिँ यो नियमअनुसार गर्दा ढिलो भएको चाहिँ होइन यस्तो छ हामी आफूले सकेसम्म एकदम राम्रो सभ्य भएर बोलिदिन्छौँ होइन अब त्यो त कहिलेकाहीँ अब ट्याक्स पेयरले नि बुझ्ने कुरा हो सबै हामी मान्छे त हो नि होइन अब ट्याक्स पेयर पनि राम्रोसँग प्रस्तुत हुनुभयो भने हामी पनि राम्रोसँग तर हामीले जति सक्दो आफ्नो पदलाई सम्झेर त्यस्तो ट्याक्स पेयरले जस्तो बिहेभ गर्नुभयो त्यस्तै बिहेभ गर्ने चाहिँ गरेको चाहिँ छैन महिलेसम्म है त्यही हो आदरणीय दर्शक तो ये देखलिए खास कर कई अपने के राजस्व विभाग में कौन तरह काम भ रहा स्व कार्यालय के फाइल भंडार जैसे से अपने सब देख सीख रहा है पूरे फाइल पहले तो नजर आबि रहल अछि जे ई पूरे कक्षा फाइल से भरल छै एत सर सब काम कर रहल छथिन एहिठाम की होइ छै भने जे जते टैक्स पेयर के डिटेल सब छै फाइल सब छै सब एहिठाम स्टोर रहै छै फाइल शाखा के काम छै जतेक रिपोर्ट सब छै फाइल सब से हुनकर सब सिक्योरिटी मेंटेन करनाइ छै सर ई सेवाग्राही सबके जे एगो असंतोषजनक बात जे आबि रहल छै जे एतऽ कर्मचारी सब नहीं टाइम पर बैस देलकै चाहे नहीं मीट बोली बोल देलकै चाहे काम जे छै से बहुत मतलब ढीला सुस्ती में भऽ रहल छै ओहन तरीका से ढीला सुस्ती तऽ नहिए देख रहल छी अब 1-2 मिनट 5 मिनट ढिलो भेलै तऽ ओकरा ढिलो तऽ नहिए कहल जेतै से बात छै अब खाजे टाइम में छै अब कोनो केकरो कागजे पत्र नहीं पुगलै तऽ हुनकर काम केना हेतै खाजा टाइम क्या बजे से क्या बजे खास 1 बजे से 2 बजे छै हाँ 1 बजे से 2 बजे तक रहलै रिसेंटली में चेंज भेल है ने ये 2 दिन भेल चेंज पहले है ने अब पहले जे रहलै 1:30 बजे से 2:30 बजे तक रहलै तो वही के लफड़ा में कनिक मरका में पड़ गेलै ई शाखा से अभी वैसन असंतोषजनक काम नहीं भेल है ए शाखा के काम की है कि जे दर्ता में जे फाइल रहे छै वो फाइल यहाँ आ गेल ओकर बाद कंप्यूटराइज हम सब करै छियै आ कखनो सेवाग्राही के जरूरी पड़लक वो फाइल के हम सब तत्काल खोज के दऽ दै छियै खास कऽ काम के प्रवृत्ति केहन छै जे काम में कते टाइम लागि जाइ छै काम सब में कते टाइम कंप्यूटराइज खोजे में टाइम नहीं लागैए 3 नंबर में अखन संकलन शाखा में हम सब देख रहल छी संकलन शाखा में सेहो एतऽ कर्मचारी सब काम कर रहल छथि एहिमे खास कऽ बेरोजू और बक्यौता के काम होइ छै हाँ ओहि के बाद जते भी ऑडिट शाखा सबसे बाकी बक्यौता रहे छै वो उठाल जाइ छै कते सर एमे कते अथी काम के खास कऽ कते अथी से आ एगो जे ई असंतोषजनक बात आबि रहल छै जे बड़ टाइम लागि रहल छै कोनो काम में जेना सेवाग्राही के तहिना अपने के जेना कर्मचारी कतौ कहै छै जे कोई कर्मचारी नहीं ओते बढ़िया जकाँ बात केलकै चाहे ब्रेके टाइम वाला बात आबि रहल छै जे गेलै कर्मचारी तऽ एलै नहीं ओते घंटा भऽ गेलै एहन जे एगो सेवाग्राही के आबि रहल छै असंतोष के केहन इस संबंध में अपने कार्यालय प्रमुख से या सूचना अधिकारी से जानकारी ले जाओ तो बढ़िया रहते तो अपना मतलब ई शाखा में केहन छै संकलन शाखा में ओहन कोनो समस्या नहीं है जे अपने सेवाग्राही सबसे पूछ सकै छियै तो संकलन शाखा में अपना सबके पूरा मतलब सब काम अपने खुदो देख सकै छियै और पूछ सकै छियै रियलिटी चेक में आब समय भेल ब्रेक के बाद कर्मचारी सब पर लागल गंभीर आरोप पर कार्यालय प्रमुखक जवाब लकयाब ब्रेक बाद कार्यक्रम रियलिटी चेक में स्वागत है। कर्मचारी सब नाश्ता कर गेल समय घंटों धरि घुरि कऽ नहीं अयबाक बिचौलिया के काज भितरे भितरे होइत आयल सेवाग्राही के घंटों धरि लाइन में लाग पड़ल सहितक आरोप पर कार्यालय प्रमुख के जवाफ विषय वस्तु के हो भने पुष मसान्तको बेलामा भिड हुनु स्वाभाविक छ किनभने यो किस्ता तिर्ने समय पनि हो र ट्याक्स पेयरहरूको लाम लाग्ने गर्छ त्यसमा के छ भने उहाँहरूको म्याक्सिमम करदाताहरू कर तिर्न इच्छुक हुनुहुन्छ हाम्रा सम्पूर्ण अफिसरदेखि लिएर सम्पूर्ण कर्मचारीहरूलाई पुष मसान्तको बेला एकजनालाई पनि हामीले छुट्टीमा नराखिकन छुट्टी नदिकन मैले अड्डाको सर्भिस डेलिभरी गर्ने प्रयत्न गरेको छु मैले त्यही काम गरिरहेको छु तर उहाँहरूको भनाइ के भने म्याक्सिमम ट्याक्स पेयरको भनाइ होइन 90% ट्याक्स पेयरको त भनाइ नै छैन एकाध केही मान्छेहरू हुलुज्जत गर्ने अभिप्रायले आएर 5 मिनटभित्र
महिना 5-10 दिनमा 10-12 दिनमा गर्न नसक्ने कामहरू 5 मिनटभित्र उहाँहरूलाई सम्पन्न गरेर पठाउनु पर्ने हुन्छ, जो त्यो काम गर्दा गैर कानुनी हुनसक्छ र जागिरको जोखिम हुनसक्छ र ऐन कानुनको विपरीत हुनसक्छ। त्यस्ता कुराहरू पनि उहाँहरूले 5 मिनटभित्र गरेर उहाँहरूले लान प्रयत्न गर्नुभएको छ र वास्तविक ट्याक्स पेयरलाई हामी सेवा दिन तयार छौँ। एकजना कर्मचारी पनि अहिले यहाँ छुट्टीमा छैन, हामीले सेवा प्रवाह गरिरहेका छौँ। यो थुप्रै किसिमको अनियमितताको कुराहरू आयो कि जो मान्छेहरू लाइनमा बसिरहेको छ, बाहिर बसी हाई इन्टिग्रिटीको प्रश्नमा, इमान्दारिताको प्रश्नमा म च्यालेन्ज गर्न चाहन्छु। त्यो कुरो प्रमाणित भए म कुनै कर्मचारीलाई म कारबाही गर्छु र म अहिले यहाँबाट राजीनामा दिन चाहन्छु। म के भने म आएको 1 वर्षको बिचमा मैले अड्डाको सुशासन कायम गर्ने कुरामा, सदाचार कायम गर्ने कुरामा अत्यन्तै चनाखो भएर गाडेको छु र यो विषयमा कुनै कर्मचारीले मागेको कुरो प्रमाणित मात्रै भयो भने त्यो कर्मचारीलाई मात्रै म कारबाही गर्दिनँ कि म यही कुर्सीमा बसेर म अहिले राजीनामा दिन्छु। यो एउटा च्यालेन्ज गर्न चाहन्छु र म कुनै पनि करदातालाई उचित सेवा पुर्याउनलाई, गुड सर्भिस दिनलाई म आतुर छु, मेरा अफिसर आतुर हुनुहुन्छ। तर गैर कानुनी काम यो टेबलमा बसेर हामी गर्दैनौँ। ऐन कानुनभित्र गर्ने हो, जनतालाई चुस्त सेवा कसरी दिने हो, जनतालाई सुविधा कसरी हुने भन्ने कुरामा हामी तत्परचित छौँ। एकजना पनि कुनै कर्मचारीलाई छुट्टी नदिकन हामी अहोरात्र खटेका छौँ। बिहान 8 बजेदेखि आएका छौँ, बेलुका 8 बजेसम्म हामी सेवा कति कर्मचारी छ यहाँ? 32-35 जना हामी कर्मचारी छौँ। कुनै पनि कर्मचारीलाई मैले एक दिन पनि छुट्टी दिएको छुइनँ। म काठमाडौँ नगएको 2 महिना जस्तो भइसक्यो र मेरा कर्मचारीलाई कसैलाई छुट्टी नदिकन अहोरात्र खटेर हामीले काम गरेका छौँ। त्यो परिस्थितिमा हामीलाई गैर कानुनी काम गर्नलाई कसैले केही निस्वार्थ भएका मान्छेले त्यसलाई प्रेरित गर्छ भने त्यो चाहिँ सम्भव छैन। होइन, खाजा खाने टाइम त हरेक अड्डामा हेर्नुहोस्, खाजा खाने टाइम 1 घन्टाको हामीले एलोकेट गरेका छौँ। त्यो टाइममा उहाँहरू आएर सर्भिस दिनुभएको छ। म आफै यही अड्डामा कतै नगइकन सेवा प्रवाह गरिरहेको अवस्था छ। होइन, उहाँहरूलाई फेरि होइन, खाजा खाने टाइममा हामीले छुट्याएका छौँ। त्यो टाइम उहाँहरूलाई सुसूचित गरेका छौँ। त्यो टाइम हामीले लेखेर राखेका छौँ। त्यो टाइममा सेवा प्रवाह हुँदैन भनेर हामीले उहाँहरूलाई सूचित गरेका छौँ। होइन, आएका छन्, यसमा केही छैन। म आफै अड्डामा बसेर सेवा प्रवाह गरिरहेको छु, यसमा कुनै दुईमत छैन। यो लान्छना हो र यसमा के छ भने अड्डाको सदाचारिता कायम गर्ने कुरामा कसैले 2 पैसा लिएको कुरा म फेरि पनि उद्धरण गर्न चाहन्छु। कसैले मेरा कुनै स्टाफले 2 पैसा लिएको र जनतालाई दुःख दिएर आर्थिक प्रलोभन गरेको प्रमाणित भयो भने उसलाई कारबाही गर्ने कुरा त छँदैछ। म अहिले यहीँ नै राजीनामा दिन म तयार छु, किनभने मेरो आफ्नो कार्यकालमा मैले सुशासन कायम गर्ने कुरामा र जनतालाई सेवा सुविधा राम्रो दिने कुरामा म अत्यन्तै चनाखो भएर आएको छु। मेरो 1 वर्षको अवधि यहाँहरूले पनि मूल्याङ्कन गर्नुभएको होला र अन्य पब्लिकहरू जो वास्तविक ट्याक्स पेयरहरू छन्, यहाँ बुद्धिजीवी सञ्चारकर्मीहरू जो हुनुहुन्छ, तपाईँहरूले पनि मूल्याङ्कन गर्नुभएको होला। र एकाध मान्छेहरू जो अड्डाको सुशासन कायम नहोस्, जनताले सेवा सुविधा प्राप्त नगरून् भने अभिप्रायबाट प्रेरित भएर कोही मान्छे आएर यो काम गरिरहनु भएको छ। त्यो एकाध यसलाई अत्यन्तै दुःखद रूपमा म लिएको छु, किनभने हाम्रा कर्मचारीहरू, हाम्रा अफिसरहरू बिहान 8 बजेदेखि बेलुका 8 बजेसम्म बसेर काम गर्नुभएको छ। अत्यन्तै जनताको सेवाको लागि दत्तचित्त छ र गुनासो सुन्ने संयन्त्र मैले बनाएको छु। CCTVबाट मैले प्रत्यक्ष तपाईँ यहाँ देख्न सक्नुहुन्छ। CCTVको चाहिँ नि मेकानिजम गरेर प्रत्येक कोठामा के भएको छ, लामबद्ध भएको छ छैन, म आफै निगरानी गर्ने व्यवस्था गरेको छु। त्यति गर्दै पनि केही एकाध मान्छेहरूले जुन अब बन्द गर्ने, कोठा बन्द गर्ने, काम गर्न नदिने, कर्मचारीका ढोका बन्द गरिदिने, कर्मचारीलाई तर्साउने जुन काम गर्नुभयो त्यो अत्यन्त दुःख मैले सम्झेको छु। र यहाँका म्याक्सिमम ट्याक्स पेयरहरूको सर्वे नै लिनुभयो भने पनि यहाँको हाम्रो सेवाबाट उहाँहरू पक्कै सन्तुष्ट हुनुहुन्छ भने म दावा पनि गर्न चाहन्छु। यहाँले पटक पटक दोहोऱ्याउनु भयो कि हामीलाई कानुन विपरीत काम गर्न फोर्स गरिरहेको छ कुनै मान्छेले, तपाईँले प्रशासन उजुरी गर्नुभएको छ, हामीले कानुन विपरीत हेर्नुहोस् कुरो के छ भने 5 मिनटभित्र जो कामहरू कर छुटका जस्ता विषयहरू, कर चुक्ताका जस्ता विषयहरू फाइल साङ्गो पाङ्गो अध्ययन नगरिकन दिन सम्भव हुँदैन। ती कुराहरू हामीलाई ऐन तत्त ऐनले तोकेका तत्त विषयहरूमा हामीले ती कुराहरू हेर्नुपर्ने हुन्छ। हामीले ती कुराहरू क्लियर भएपछि हामी 2 मिनट पनि 1 मिनट पनि रोक्दैनौँ। तपाईँले भन्नुभयो पटक कि हामीले कानुन विपरीत काम गर्न फोर्स गरिरहेछ सेवाग्राहीहरू। होइन, सबै मैले कहाँ त्यसो भने केही मान्छेहरू जो भनौँ न त्यहाँ लाइन लागेका 100 जना कर्मचारी मध्ये एकाध मान्छेहरू नै त्यो दण्ड हिसाबले आउनु भएको छ। सबै मान्छे त आउनु भएको छैन नि त।
होइन जो जसले सेवा प्रवाह लिन उहाँहरू आतुर हुनुहुन्छ उहाँहरूलाई हामी सेवा दिएकै छौँ र उहाँहरूको कुनै गुनासो पनि छैन किनभने सेवा प्रवाह त म निरन्तर म कार्यालय प्रमुख भएका मितिदेखि 1 वर्षदेखि मैले सेवा प्रवाह गरिरहेको छु नि अहिले हठात यो परिस्थिति कसरी सिर्जना भयो जबकि म कार्यकक्षमै बसेर सेवा प्रवाह गरिरहेको छु मेरा सम्पूर्ण अफिसरहरू सेवा प्रवाह गरिरहनु भएको छ बिहानदेखि आएर सेवा प्रवाह गरिरहनु छ अफिस टाइम पछि पनि सेवा प्रवाह गरिरहनु भएको छ हिजो दिनभरि शनिबारको दिन पनि दिनभरि आएर सेवा प्रवाह गरिरहनु भएको छ भनेपछि यस्ता विषयहरूलाई लिएर सेवा प्रवाह जनताका लागि हामी सेवा प्रवाह गर्न आतुर हुँदै पनि उहाँहरू एकाध मान्छेहरूले आएर घुसपैठ गरेर अड्डाको काम गर्न नदिने जुन परिस्थिति सिर्जना गर्नुभएको छ म यसलाई असाध्यै दुःख ठान्दछु यसमा यहाँहरूले जुन जिज्ञासा राखिदिनु भयो यसको लागि यहाँहरूलाई म धेरै धन्यवाद दिँदै नेपाल सरकार अर्थ मंत्रालय आंतरिक राजस्व विभाग में खास करके आंतरिक राजस्व कार्यालय जनकपुर धाम में सेवाग्राही सबके बहुत असंतुष्टि छले विभिन्न विषय में खास करके जे एत अनियमितता वाला बात सेहो कहि रहल छै कते आदमी तहिना जे आदमी सब पहले से लाइन में छै तकर काम नहीं भक भितरे से भितरे काम चल रहा है तहिना सेवाग्राही सब जे ब्रेक के टाइम हो कर्मचारी सबके से ब्रेक के टाइम से कहीं घंटा ज़्यादा भ गए लेकिन तैयो सेवाग्राही सब लाइन में रहले बाध्य है लेकिन कर्मचारी नहीं एले तै किस्म के विभिन्न किस्म के समस्या सब एत सेवाग्राही सब असंतुष्ट छले तै लक उ सब गेट में ताला बंद कर देलखिन तहिना अखन जे दृश्य एहि तरफ अगर देख सकै छी जे सेवाग्राही कोन तरह अखन प्रशासन सब आबि के अपने के गेट बंद कर देने छथिन बाहर तरफ अपने के सर्वसाधारण सब बाहर सेहो भीड़ लागि चुकल छै खास करके आंतरिक राजस्व विभाग में एत के सर्वसाधारण लगायत जे सेवाग्राही सब आयल छलखिन हुनका विभिन्न किस्म के समस्या लगायत जे काम समय पर नहीं भ रहल छै जे कर्मचारी जे ब्रेक में गेले छै 1 घंटा 2 घंटा 3 घंटा नहीं एले लाइन में रुकल वाला आदमी लाइने में रुकल छै लगायत विभिन्न किस्म के समस्या जे बाहर के आदमी लाइने में छै भीतर काम भ रहल छै दोसर आदमी सबके लगायत विभिन्न किस्म के समस्या सब सेवाग्राही सब एत भोग रहल छलखिन तो एहि विषय में कार्यालय प्रमुख से हम सब जाने के कोशिश के लिए उ कहि रहल छथिन जे एत हम सब काम बढ़िया से कर रहल छी उ दाबी कर रहल छथिन एहि बात के जे एहि कार्यालय में एको रुपया के कोनो किस्म के अनियमितता लगायत वही किस्म के काम सेहो नहीं भ रहल छै प्रत्येक चीज निष्ठा से भ रहल छै से कार्यालय प्रमुख अपना दिस से कहि रहल छथिन कैमरा पर्सन धीरज कर्ण के संग राजेश झराज अपन टीवी जनकपुर धाम व्यस्त आइ के लेल कार्यक्रम रियलिटी चेक अतबे कार्यक्रम रियलिटी चेकक विषय में कोनो प्रतिक्रिया छै त realitycheck.appantv@gmail.com में ईमेल क सकै छी। रियलिटी चेक में अपन टेलीविजनक रियल नजर रहबे करत त अपन टेलीविजन देखैत रहब। नमस्कार।